ख्रीष्टको नाममा सबैलाई जय मसीह। हाम्रो सृष्टिकर्ता परमेश्वर पवित्र हुनु भएकोले गर्दा उहाँको इच्छा चाहिँ हामी मानिसको जीवन चाहिँ पवित्रकरण पनि हो र हामी हरेक समय चाहिँ व्यभिचारमाबाट चाहिँ अलग बस्नुपर्छ र हाम्रो जीवनलाई चाहिँ पवित्र राख्नुपर्छ भन्ने चाहिँ उहाँको इच्छा हो। हालेलुया। त्यही भएर हामी चाहिँ हरेक समय व्यभिचारबाट चाहिँ अलग रहन जरुरी छ। यदि कोही केटा र केटी श्रीमान श्रीमती होइन भने चाहिँ उनीहरूलाई चाहिँ सँगै रहने, सँगै बस्ने, है, जिस्किने चल्ने अधिकार छैन। हालेलुया, हालेलुया। र 1 थेसलोनिकी 4 अध्यायको 3 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस। व्यभिचारबाट अलग बस्नु चाहिँ यो चाहिँ पवित्रकरण हो। हालेलुया। वचनले यही कुरा सिकाउनुहुन्छ। हालेलुया। त्यही भएर हामी चाहिँ हरेक समय चाहिँ व्यभिचारबाट चाहिँ हामी जोगिनुपर्छ, अलग बस्नुपर्छ, टाढा भाग्नुपर्छ। हालेलुया। पिता, पुत्र, पवित्र आत्मा, प्रभु येशू ख्रीष्टको जय होस्। हालेलुया।